गाइस म चाहिँ माथि टेम्पल जाँदैछौँ। हामी चाहिँ अहिले दुब्जेश्वर टेम्पलको ठ्याक्कै तल पुग्यौँ, हेर्न सक्नुहुनेछ। मेरो ब्याकग्राउन्डमा दुब्जेश्वर प्रवेशद्वार लेखेको हजुरले देख्न सक्नुहुनेछ। गाइस हामी चाहिँ दुब्जेश्वरको माथि हातमुख धुने ठाउँ अनि यो जुत्ता चप्पल राख्ने ठाउँमा आइपुगेका छौँ। हामी अब माथि जानेछौँ दर्शनको लागि। गाइस दुब्जेश्वर मन्दिर माथि पुग्न लाग्यो। म माथि खुर्किलामा छु। जाँदैछौँ गाइस, उकालो छ। गाइस हामी चाहिँ टेम्पलनिरै पुग्यौँ, तर भित्र क्यामेराहरू एलाउड छैन होला। म यहीँबाट बन्द गरेर जानेछु। म चाहिँ दुब्जेश्वर टेम्पलमा छु, दर्शन गरेर अब फर्किन लागेको तलतिर। हाम्रो यता गुरु हुनुहुन्छ, उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद, टिका लगाइदिनु भयो र दर्शन गरेँ र सबैजना दर्शनमा लामबद्ध भएर माथि आउँदै हुनुहुन्छ। गाइस आज चाहिँ दुब्जेश्वर दर्शनपछि म अब टेम्पलबाट तर फर्किँदैछु। अलिकति मन्दिरमा चाहिँ क्यामेराको खासै त्यति एलाउड हुँदैन, त्यो कारणले गर्दा मैले दर्शन गरेको बेलामा चाहिँ खासै खिचेन, फर्किँदैछु। गाइस दर्शन गरेर ओह्रालो चढ्दैछौँ, खुड्किला बाटो छ। यो पहाडको चट्टान पहरामा चाहिँ टेम्पल छ, हाम्रो दुब्जेश्वर टेम्पल चाहिँ। हजुर गाइस धार्मिक स्थल दुब्जेश्वर, नुवाकोट दुब्जेश्वरमा छौँ हामी। हामी मन्दिर दर्शन गरेर फर्किने क्रममा छु। ओह्रालोतिर छेउमीहरू बाल्ने विभिन्न धार्मिक छेउमीहरू हरेक बाल्दै सबैजनाले आफ्नो तरिकाले बत्ती बाल्दै फर्किनु हुँदैछ।